हेलो साथीहरु, नमस्ते। स्वागत छ यहाँहरुलाई मेरो च्यानल भूमिस इटमा। आज फेरि पनि म एउटा नयाँ मुकबाङको साथमा आइसकेको छु। आजको चाहिँ एकदमै स्पेशल मुकबाङ रहेको छ। हजुरहरुले थम्बनेलद्वारा थाहा पाइसक्नु भयो होला के लिएर आएको छु मैले। यहाँ चाहिँ दही, चिउरा, आँप, केला, चिनी यो लिएर आएको छु। आज चाहिँ असार 15 हो। हाम्रो नेपालीहरुको राष्ट्रिय धान दिवस भनेर मनाइन्छ है, मानिन्छ। र आजको दिनमा चाहिँ सबैजनाले दही चिउरा खान्छन्, एकदमै व्यस्त रहन्छन् त है। आजदेखि चाहिँ धान रोप्नु सुरु गरिन्छ र दही चिउरा खाएर नेपाली फोक सङहरु गाएर मनाइन्छ यस दिवसलाई एकदमै धुमधामसँगले। यति भन्दै बीचमा बात गर्दै जाउँला है। म चाहिँ पहिला सुरु गरे ल दही चिउराबाट। आलुको गोर्खे अचार पनि छ, दही चिउरा, म्याङ्गो, चिनी, केला चाहिँ राखेको छु तर म खादिन। खाएला सबैजनालाई ह्यापी असार 15। एकदमै व्यस्त हुन्छ है। आजदेखि चाहिँ धान रोप्नु खेतीबाडी हुनेहरुको है भ्याइँदैन र आजको दिनमा चाहिँ यसरी नै सेलिब्रेट गर्छन्। दही चिउरा खाएर वाउ। र हाम्रो देश विदेशमा छरेर बस्नु भएको दिदीभाइ, बुवाआमा, दाजुबहिनीहरु सम्पूर्णलाई आजको ह्यापी असार 15। सबैले दही चिउरा खाएर असार 15 त मनाउनु हुन्छ होला है। हल्का खान्छु ल साथीहरु, म त चम्चीले त यसरी पो मजा आउँछ त नि। आजकल त मान्छेहरूले त्यति धानहरू रोप्नु छोडिसक्यो है। हामी त सानो हुँदाखेरि नाम असार 15 को हामीलाई बेसब्रीले इन्तजार हुन्थ्यो। दही चिउरा खानु पाइन्थ्यो, धान रोप्नु जानु, आहा यति मजा आउँथ्यो। फोक सङहरु गाउँदै धान रोप्नु। अनि यसको असार 15 को सेलिब्रेसन चाहिँ नेपालमा चाहिँ अझै धुमधामसँगले मनाउँछन् है। I don't know. मजाले मनायो असार 15। अब धान रोप्नु पाए त झन् यति मजा आउँथ्यो क्या।
कमी भएछ हौ। ओहो आनन्द आयो। दामी भयो मेरो असार 15 त है। हजुरहरूले कसरी मनाउनु भयो भन्नु होला है। एकदमै मिठो भएको थियो। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक शेयर अनि सब्सक्राइब गर्नु नबिर्सिनु होला। र यति भन्दै आजको भिडियोबाट छुट्न चाहन्छु। फेरि एकपल्ट सबैजनालाई ह्यापी असार 15। बाई बाई, टेक केयर, ह्याभ अ गुड डे।